पोखरामा बीमा रकम पाउने लोभमा आफ्नै पसलमा आगो लगाउने एक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका 8 न्यू रोड स्थित शर्मा आइटी हबमा भएको आगलागीमा संलग्न रहेको आशंकामा एकजनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फागुन 16 गते साँझ 7 बजे शर्मा आइटी हबमा आगलागी भएको सूचना पाएपछि प्रहरी र दमकलको टोली खटिएको थियो। आगो करिब 8 बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। प्रहरीका अनुसार पसलका सञ्चालक पर्साको जगन्नाथपुरका रमेश शर्मा लाहोरले 1 करोड बराबरको बीमा गराएको पाइएको छ। घटनापछि उनले शिखर इन्सुरेन्स कम्पनीमा क्षतिपूर्ति दाबी गरेका थिए। अनुसन्धानका क्रममा पसल 2 दिनदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेको र आगलागीको कारणबारे सन्देहजनक विवरण प्रस्तुत गरिएको पाइएकाले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाको प्रकृति, यसैगरी संकलित प्रमाणहरू तथा अन्य तथ्यहरूको आधारमा बीमा रकम दाबी गर्न नियोजित रूपमा आगो लगाइएको आशंकामा उनलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिमाथि आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ।